आमालाई चिठी, मन छुने कथा। आमा, आज धेरै वर्षपछि म फेरि तिमीलाई चिठी लेख्न बसेको छु। हातमा कलम छ, तर शब्दहरू भने आँसुसँगै बगिरहेका छन्। सानैमा तिमीले भन्नुहुन्थ्यो, मन धेरै भारी भयो भने कागजसँग कुरा गर्नु, कागजले कसैलाई धोका दिँदैन। आज म त्यही गरिरहेको छु। मलाई अझै याद छ हाम्रो त्यो सानो घर, टिनको छानो, माटोले पोतेको भित्तो अनि बीचमा सानो आँगन। बिहान घाम लाग्दा तिमी आँगनमा गुन्द्रुक सुकाउनुहुन्थ्यो। म सानो कापी बोकेर विद्यालय जान नखोज्दा तिमी मेरो हात समाएर भन्नुहुन्थ्यो, पढ बाबु, गरिबको सबैभन्दा ठूलो धन शिक्षा हो। त्यति बेला म बुझ्दिनथे। मलाई त लाग्थ्यो आमा किन यति धेरै कराउनुहुन्छ, किन अरू साथीहरूको जस्तो खेल्न दिनुहुन्न। तर आज जब जीवनले 1000 चोट दियो, तब थाहा भयो तिमीले त मलाई जीवनसँग लड्न सिकाउँदै हुनुहुँदो रहेछ। हाम्रो घरमा धेरै कुरा थिएन। कहिलेकाहीँ भान्सामा नुन र आलु मात्रै हुन्थ्यो, तर तिमीले पकाएको त्यो आलुको तरकारीमा संसारकै मिठास हुन्थ्यो। तिमी भोकै बसेर मलाई थपेर खान दिनुहुन्थ्यो। म भने नबुझ्ने उमेरमा रिसाउँदै भन्थे, अरूको घरमा मासु पाक्छ, हाम्रोमा किन हुँदैन। त्यो बेला तिमी मुस्कुराउनुहुन्थ्यो, तर राति सबै सुतेपछि चुपचाप आँसु पुछेको मैले धेरै पटक देखेको थिएँ। बाबु वैदेशिक रोजगारीमा जानुभएको दिन तिमी धेरै रोएको मलाई याद छ। बस पार्कमा तिमीले बाबुको हात बलियो गरी समात्नु भएको थियो। बाबुले भनेका थिए 2 वर्षमै फर्किन्छु, हाम्रो जीवन बदलिन्छ। तर ती 2 वर्ष कहिल्यै फर्किएनन्। सुरुका महिनाहरूमा चिठी आउँथ्यो। बाबुले विदेशको गर्मी, कामको दुःख अनि हाम्रो याद लेख्नुहुन्थ्यो। तिमी ती चिठीहरू पटक पटक पढ्नुहुन्थ्यो। कहिलेकाहीँ मन निदाएको बेला तिमीले बाबुको फोटो हेरेर रोएको सुन्थे। पछि बिस्तारै चिठी आउन छाड्यो। फोन पनि कम हुन थाल्यो। गाउँका मानिसहरू अनेक कुरा गर्न थाले। कसैले भन्यो उहाँले उतै अर्को बिहा गर्नुभयो रे, कसैले भन्यो उहाँ बिरामी पर्नुभयो। तर तिमीले कहिल्यै बाबुबारे नराम्रो कुरा गर्नु भएन। तिमी सधैँ एउटै कुरा भन्नुहुन्थ्यो, तिम्रो बाबु राम्रो मान्छे हो, परिस्थिति खराब भयो होला। आमा, अहिले सम्झिँदा लाग्छ तिमी आफै टुट्दै थियौ, तर मलाई कहिल्यै टुट्न दिएनौ। तिमी बिहान 4 बजे उठेर अरूको घरमा काम गर्न जानुहुन्थ्यो। खेतमा काम, मेलापात, भाडा माझ्ने, घाँस काट्ने, जे काम पाए पनि गर्नुहुन्थ्यो। साँझ घर फर्किँदा तिम्रो हात फुटेका हुन्थे, तर म पढिरहेको देख्दा तिमी थकान बिर्सेर मुस्कुराउनुहुन्थ्यो। म कहिल्यै बिर्सिन सक्दिनँ त्यो जाडो रात। म कक्षा 8मा पढ्थे। विद्यालयमा शुल्क तिर्नुपर्ने थियो। प्रधानाध्यापकले भोलिसम्म पैसा नल्याए परीक्षा दिन नपाउने भन्नुभएको थियो। म घर आएर धेरै रोए, रिसले किताब फ्याँकिदिए। मैले तिमीलाई भने, म पढ्दिन, गरिब भएर जन्मनु नै गल्ती हो। तिमी केही बोल्नु भएन, रातभरि चुपचाप बसिरहनु भयो। बिहान उठ्दा तिम्रो कानको सुनको सानो मुन्द्रा हराएको थियो। पछि थाहा पाए तिमीले त्यो बेचेर मेरो विद्यालय शुल्क तिर्नु भएको रहेछ। त्यो दिन विद्यालय जाँदा मेरो झोलामा पैसा मात्रै थिएन, तिम्रो सपना पनि थियो। आमा, तिमीले आफूलाई बेचेर मलाई भविष्य किन्न खोज्यौ। एसई सकिएपछि म सहर पढ्न गएँ। गाउँ छोड्दा तिमीले पुरानो कपडाको झोलामा सेल रोटी, अचार अनि 2000 रुपैयाँ हालिदिनु भएको थियो। त्यो पैसा तिमीले कति दुःख गरेर बचाउनु भएको होला। आज सम्झँदा मुटु काप्छ। बस छुट्ने बेला तिमीले मेरो टाउको छोएर भन्नुभएको थियो, जहाँ गए पनि इमानदार बन्नु। सहर पुगेपछि मेरो जीवन फेरिन थाल्यो। त्यहाँ ठूला घर थिए, धनी साथीहरू थिए, चम्किला सपना थिए। म बिस्तारै गाउँ, तिमी, हाम्रो सङ्घर्ष सबैबाट टाढा हुन थाले। तिमीले फोन गर्दा कहिलेकाहीँ म उठाउँदिनथे। साथीहरूसँग हुँदा तिमी गाउँले भाषामा बोल्नुहुन्थ्यो भनेर मलाई लाज लाग्थ्यो। आज त्यो सम्झेर आफूलाई माफ गर्न सक्दिन। तिमी भने सधैँ एउटै कुरा सोध्नुहुन्थ्यो, खाना खायौ बाबु? आमा,
संसारका सबै प्रश्नभन्दा ठूलो प्रश्न त्यही रहेछ। कलेज पढ्दा म गलत साथीहरूको संगतमा परेँ। पढाइभन्दा रमाइलो ठूलो लाग्न थाल्यो। पैसा माग्न थालेँ। तिमीले नभए पनि जुगाड गरेर पठाइरहनुभयो। एक दिन मैले रिसाएर फोनमै तिमीलाई भने, तपाईले मलाई केही दिन सक्नु भएन। त्यो वाक्य बोलेपछि केही क्षण मौनता छायो। अनि तिमीले बिस्तारै भन्नुभयो, माफ गर बाबु। आमा, गल्ती मेरो थियो, तर माफी तिमीले माग्यो। त्यो रात तिमी धेरै रोएको कुरा पछि छिमेकी काकीबाट थाहा पाए। त अर्को दिन फेरि फोन गरेर सोध्यो, बिरामी त छैनौ नि? म कति स्वार्थी थिएँ आमा। एक दिन गाउँबाट फोन आयो, तिमी अचानक बिरामी भएर अस्पताल भर्ना हुनुभएको रहेछ। म शहरबाट हतारिँदै पुगेँ। अस्पतालको बेडमा तिमी धेरै कमजोर देखिनु भएको थियो। हातमा सुई, अनुहार फिक्का, तर आँखा भने मलाई देखेर चम्किएका। तिमीले मुस्कुराएर भन्नुभयो, डराउनु पर्दैन, म ठिक छु। डाक्टरले भने, उहाँ धेरै वर्षदेखि आफ्नो स्वास्थ्य व्यवस्था गर्दै आउनु भएको रहेछ। त्यो सुनेपछि मेरो भित्री संसार भत्कियो। तिमी हाम्रो लागि जीवनभर आफूलाई बिर्सियो। त्यो रात अस्पतालको कुर्सीमा बस्दा मैले पहिलो पटक महसुस गरेँ, संसारमा सबैभन्दा ठूलो देवता आमा रहेछ। तिमीको एउटा सपना थियो, मेरो छोरो ठूलो मान्छे बनोस्। तर तिमीले कहिल्यै ठूलो मान्छे भन्नाले धनी होइन, राम्रो मान्छे भन्न खोज्नु भएको रहेछ। म शहरमा जागिर गर्न थालेपछि पैसा कमाउन व्यस्त भएँ। तिमीलाई समय दिन सकिन। वर्षमा एकचोटि मात्रै गाउँ जान्थे। तिमी भने हरेक पटक मलाई देख्दा चाडपर्व आए जस्तो खुसी हुनुहुन्थ्यो। तिमीले धेरै पटक भन्नुभयो, अब म बुढी भए बाबु, धेरै टाढा नबस। तर मैले सधैँ भनिरहेँ, अझै केही वर्ष दुःख गरौँ अनि सुखले बसौँला। जीवनले भने कसैलाई पर्खेर बस्दो रहेनछ। त्यो बिहान आकाश असाध्यै उदास थियो। म कार्यालय जाने तयारी गर्दै थिएँ। अचानक गाउँबाट फोन आयो। आवाज काँपिरहेको थियो, छिटो आऊ, आमा धेरै सिकिस्त हुनुहुन्छ। म दौडिँदै गाउँ पुगेँ। घरभरि मानिस थिए। आँगनमा चप्पलहरू छरिएका थिए। मेरो मुटु बेसरी धड्किन थाल्यो। जब कोठाभित्र पसेँ, तिमी शान्त भएर पल्टिरहनु भएको थियो। आँखाहरू बन्द, अनुहारमा अचम्मको शान्ति। म चिच्याएँ, आमा! तर तिमी उठ्नु भएन। त्यो क्षण मेरो संसार रोकियो। मैले तिम्रो हात समाएँ। त्यो हात चिसो भइसकेको थियो। त्यही हात जसले मलाई समाएर हिँड्न सिकाएको थियो। म तिम्रो छातीमा टाउको राखेर धेरै रोएँ। जीवनमा पहिलो पटक मैले आफूलाई पूर्ण रूपमा टुहुरो महसुस गरेँ। 13 दिनपछि घर सफा गर्दा मैले तिम्रो पुरानो बाकस भेट्टाएँ। त्यसभित्र मेरा साना कपडा, विद्यालयका प्रमाणपत्र अनि मैले सानैमा लेखेका कागजहरू राखिएका रहेछन्। एउटा पुरानो डायरी पनि थियो। त्यसमा तिमीले लेख्नु भएको थियो, मेरो छोरो धेरै राम्रो छ, उसले अहिले बुझ्दैन तर एक दिन बुझ्नेछ। त्यो पढ्दा मेरो आँसु रोकिएन। मैले तिमीलाई जीवनभर बुझ्न सकिनँ आमा। आज म आफै बुबा बनेको छु। जब मेरो छोराले बिरामी हुँदा रातभरि निदाउन दिँदैन, तब म सम्झिन्छु तिमीले पनि यस्तै रातहरू बिताउनु भएको होला। जब उसले रिसाएर नराम्रो शब्द बोल्छ अनि केही समयपछि आएर अङ्गालो हाल्छ, तब म बुझ्छु आमाको माया कति विशाल हुन्छ। आमा, तिमी अहिले जहाँ भए पनि मेरो आवाज सुन्नुहुन्छ होला। म आज एउटा कुरा स्वीकार गर्न चाहन्छु। म तिम्रो योग्य छोरो बन्न सकिनँ, तर तिमीले सिकाएको इमान, माया र सङ्घर्ष म कहिल्यै भुल्ने छैन। तिमीले मलाई जन्म मात्रै दिनु भएन, मानिस बन्न सिकायौ। तिमी बित्नुभन्दा 3 दिन अघि तिमीले मलाई फोन गर्नुभएको रहेछ। म बैठकमा व्यस्त थिएँ। फोन काटेर सोचेँ पछि कुरा गरौँला। तर त्यो पछि कहिल्यै आएन। आज पनि मोबाइलमा तिम्रो नम्बर हेर्दा मन काँप्छ। कहिलेकाहीँ लाग्छ एक पटक मात्रै फोन लागोस् अनि म भन्न पाऊँ, आमा, म तिमीलाई धेरै माया गर्छु। जीवनले केही अवसर एक पटक मात्रै दिन्छ। तिमी गएपछि गाउँ सुनसान लाग्न थाल्यो। त्यो आँगन जहाँ तिमी बिहान झाडु लगाउनुहुन्थ्यो, अहिले धुलोले भरिएको छ। चुलो चिसिएको छ। घरमा तिम्रो गन्ध हराउँदै गएको छ। छिमेकीहरू अझै भन्छन्, तिम्री आमा असाध्यै मेहनती थिइन्। मलाई गर्व लाग्छ आमा। तिमी धनी थिइनौ, प्रसिद्ध पनि थिइनौ, तर तिमीले एउटा जीवन बचायौ, मेरो जीवन। दशैं आउँदा तिमीले बनाउने सेलरोटीको स्वाद अहिले पनि जिब्रोमा बसिरहेको छ। तिहारमा तिमी देउसी खेल्ने बच्चाहरूलाई मिठाई बाँड्नुहुन्थ्यो। म शहरमा हुँदा तिमी सधैँ पिङको फोटो पठाउन लगाउनुहुन्थ्यो। अहिले चाडपर्व आउँछ, तर घरमा रमाइलो आउँदैन।
किनकि घर ईटाले होइन, आमाको उपस्थितिले बन्छ भन्ने कुरा अब बुझे। तिमीले मलाई कहिल्यै घृणा गर्न सिकाउनु भएन। जसले धोका दियो तिमीले उसलाई पनि माफ गर्यौ, जसले अपमान गर्यो उसलाई पनि सम्मान दियौ। तिमी भन्नुहुन्थ्यो रिसले घर जलाउँछ, मायाले घर बनाउँछ। आज संसार धेरै स्वार्थी देखिन्छ, तर तिम्रो शिक्षा सम्झदा अझै विश्वास लाग्छ, राम्रा मान्छेहरू बाँचेका छन्। आमा, यदि स्वर्ग भन्ने कुनै ठाउँ छ भने म आशा गर्छु तिमी त्यहाँ शान्त छौ। यहाँ तिम्रो छोरो अझै तिमीलाई सम्झेर रुन्छ। भीडभाडको शहरमा पनि कहिलेकाहीँ म एक्लो महसुस गर्छु, किनकि मलाई थाहा छ अब मलाई खाना खायौ भनेर सोध्ने कोही छैन। तर तिमीले दिएको माया मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। म वाचा गर्छु म तिमीले सिकाएको बाटो कहिल्यै छोड्ने छैन। म मेरा बच्चाहरूलाई पनि तिम्रो कथा सुनाउनेछु। उनीहरूलाई भन्नेछु तिम्री हजुरआमा संसारकै सबैभन्दा बलियो महिला थिइन्। आमा, तिमी नभए पनि तिम्रो माया अझै मेरो वरिपरि छ। बिहानको घाममा, गाउँको हावामा, पुरानो गीतमा अनि मेरो हरेक सासमा। तिमीलाई धेरै सम्झिने तिम्रो छोरो। आमा, तिमी गएको धेरै वर्ष बितिसकेको थियो। जीवन फेरि आफ्नै गतिमा चलिरहेको जस्तो देखिन्थ्यो, तर मेरो मनभित्रको खालीपन कहिल्यै भरिएन। म बाहिरबाट हाँसिरहेको हुन्थेँ, काम गरिरहेको हुन्थेँ, परिवारसँग समय बिताइरहेको हुन्थेँ, तर रात पर्दा तिम्रो सम्झनाले मन चिसो हुन्थ्यो। एक रात म धेरै थाकेर निदाएको थिएँ। त्यो रात मैले तिमीलाई सपनामा देखेँ। तिमी पुरानै आँगनमा उभिनु भएको थियो। त्यही फिक्का नीलो सारी, निधारमा रातो टीका अनि अनुहारमा शान्त मुस्कान। म दौडेर तिम्रो अगाडि पुगेँ। मेरो आँखाबाट आँसु झरिरहेको थियो। मैले भने, आमा, मलाई माफ गर, मैले तिमीलाई धेरै दुःख दिएँ। तिमीले मेरो टाउको छोएर बिस्तारै भन्नुभयो, आमाले छोरासँग कहिल्यै रिस राख्दैन बाबु। त्यो आवाज यति वास्तविक थियो कि म निन्द्रामै रोइरहेको थिएँ। तिमीले फेरि भन्नुभयो, अब आफूलाई दोष नदेऊ, राम्रो मान्छे भएर बाँच, त्यही नै मेरो खुसी हो। अचानक हावाले आँगनको तुलसी हल्लियो। म तिमीलाई समाउन खोज्दै थिएँ, तर तिमी बिस्तारै टाढा जान थाल्नुभयो। म चिच्याएँ, आमा, अझै केही बेर बस न। तर सपना टुट्यो। म बिउजँदा बिहान भइसकेको थियो। झ्यालबाट घाम भित्र पसिरहेको थियो, तर मेरो गालामा आँसु सुकिरहेको थियो। त्यो दिनपछि पहिलो पटक मेरो मन केही हलुका भयो। मलाई लाग्यो तिमी जहाँ भए पनि मलाई हेरिरहनु भएको छ। आज म फेरि गाउँ आएको छु। पुरानो घर अझै उगिएको छ। भित्ताहरू चर्किएका छन्, टिनको छानो खिया लागेको छ, तर सम्झना अझै ताजा छ। म आँगनमा उभिएर धेरै बेर आकाशतिर हेरिरहेँ। हावाले पुराना दिनहरू सम्झाइरहेको थियो। मैले बिस्तारै आँखा बन्द गरेँ अनि तिम्रो आवाज फेरि कानमा गुन्जियो, हार नमान बाबु। आज मैले तिमीले लगाएको तुलसीको बोट फेरि रोपेको छु, चुलो फेरि बलाएको छु, घर फेरि सफा गरेको छु, किनकि अब मैले बुझेँ घर जोगाउनु भनेको सम्झना जोगाउनु रहेछ। मेरो छोरो आँगनमा खेलिरहेको थियो। उसले अचानक मलाई सोध्यो, बाबा, हजुरआमा कस्ती हुनुहुन्थ्यो? मेरो आँखा रसाए। म मुस्कुराएँ अनि भने, तिम्री हजुरआमा भगवान भन्दा कम हुनुहुन्थेन। त्यसपछि मैले उसलाई तिम्रो कथा सुनाएँ। कसरी तिमीले भोकै बसेर मलाई खुवायौ, कसरी आफ्नो सपना बेचेर मेरो सपना बनायौ, अनि कसरी जीवनभर दुःख सहेर